तीज आउन लाग्यो, एउटा पनि नयाँ साडी छैन। कति वर्ष भयो साडी नकिनेको। यसपालि माइत जान्छु भनेको, मेरो बजार जाने काम पनि छ। अलिकति पैसा भए दिनु न, एउटा नयाँ साडी लिएर आउनु पर्यो। यसलाई चाहिँदो रहेछ साडी पनि। कति चाहियो साडी? बेमा किनिदिएको साडी छ त, त्यत्रो साडी किनिदिएको थियो तँलाई बेमा, पुगेन त्यसले? त्यही लगाउने। अनि के को माइत जाने? मेरो छोरीहरू आउँछन्, जानु पर्दैन माइत साइद। यहाँ कसले पकाउँछ? म पकाउनु सक्दिनँ, म दर खुवाउनु सक्दिनँ, तैँले पकाउनु पर्छ। त्यस्तो नभन्नु न, म माइत नगएको पनि 3 वर्ष भइसक्यो। यसपालि त हजुरको छोराले पनि जा भन्नुभएको छ, त्यही भएर हजुरलाई भन्न आएँ कि। मेरो छोराको नाम लिएर मैसँग मुखमुखे लाग्ने? तँलाई दिने पैसा पनि छैन, त माइत पनि जान पाउँदिनस्। जा भित्र गएर खाना बना, मलाई भोक लागिसक्यो। मुखमुखे लान आउँदिन जे। हस्।